हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म यो इनल्यान्ड रेभिन्यू टावरमा चाहिँ सानो काम थियो, त्यो भएर म चाहिँ यहाँ एकछिन आएर यसो भित्र आफ्नो कामहरू यसो गरेर अब चाहिँ बाटो लागेको र बाटो लाग्दै गर्दाखेरि चाहिँ यसो यो काइतकको दृश्यहरू यसो कैद गरेर तपाईहरु सामु राख्नु पर्यो भनेर सानो भ्लग बनाउन लागिरहेको छु। यो चाहिँ हङकङको काइतक स्थित रहेको छ। यो कर विभाग चाहिँ हङकङ सरकारको। अनि यो काइतकमा चाहिँ पहिला पुरानो एयरपोर्ट थियो, अहिले चाहिँ यस्तो यो सरकारी कार्यालयहरू कति त यता सारेको छ भने अब ठुलो ठुलो सिप पानी जहाज ल्यान्डिङ गर्ने यहाँ टर्मिनल पनि बनाएको छ। अनि यो काइतकको अब धेरै ठाउँ त म डुल्न भ्याउँदैन, समय छैन। एकछिन यसो यो वरिपरि यसो हल्का भिडियो बनाउने विचार आयो, त्यो भएर म यसो यहाँबाट भिडियोहरू लिँदैछु है। साथीहरू हेर्दै गर्नु होला। यो चाहिँ इनल्यान्ड रेभिन्यू टावर हो हङकङको। यस्तो रहेको छ। यहाँ चाहिँ मेन इन्ट्रान्स हो। यहाँबाट भित्र छिरेपछि चाहिँ अब कुन विभागमा जाने, भित्र लिफ्टबाटै माथि अफिसमा जाने हो। वरिपरि चाहिँ यस्तो छ। यहाँनिर कत्रो एउटा रुख रहेछ परेको, दामी दामी। म चाहिँ अब मेरो काम सकेर यहाँ निस्केको, बाटो लाग्दैछु। हङकङमा चाहिँ अहिले बल्ल चिसो सुरु भएको छ। अस्ति चाहिँ एकदम गर्मी थियो अस्तिसम्म। अस्ति 2 दिन अलिकति जाडो भएर फेरि गर्मी भएको थियो। आजदेखि अलिक शीतल भएको रहेछ। वरिपरिको के भन्छ नजारा यस्तो छ यहाँनिर। अहिले चाहिँ कस्तो दामी हावा चलेको छ। सिरिरिरिरि हावा चलिरहेछ। अहिले यहाँको 4:30 भयो दिउँसोको। एकदम मजाको दिन भएको छ। कतै डाँडातिर घुम्न जाउँ कि हिँड्न जाउँ कि जस्तो फिल भइरहेछ मलाई। टाइम छैन, कस्तो मजाको दिन भएको छ कि। यो चाहिँ रेसिडेन्टल रहेछ, दामी छ। अनि यो टावरको मुनि चाहिँ एमटिआर स्टेसन छ। अघि म चाहिँ त्यहीँबाट निस्केर आएको। त्यहाँबाट यसको टावरको मुनि चाहिँ एमटिआर स्टेसन छ अन्डरग्राउन्ड। यहाँ बोल्नु भयो चाहिँ बाटो घाम अस्तामा लागेको छ। घाम डाँडामा पुगिसकेको छ। यहाँबाट डाँडा त देखिँदैन, बिल्डिङको टुप्पो देखिन्छ। बिल्डिङको टुप्पोमा काम छिर्नु लाग्छ। गिम्बल नबोकेको हल्लिँदो रहेछ। यो त स्ट्यान्डबाट नआउने रहेछ। टुटुटु गरेर कुद्नु पऱ्यो नि, टाइम लाग्छ फेरि जेब्रा क्रसिङमा। दुईतले बस ए 2 जना नेपाली साथीहरू पनि रेभिन्यू टावरमा आएको रहेछ। यो बिल्डिङ हो भनेर देखाउँदै जाँदैछ। सबैले पैसा धेर कमायो भनेर सरकारले ड्याम गभर्मेन्ट ट्याक्स पठाइदिएको छ। साह्रो छ, गाह्रो छ। तलब आउँदाखेरि थाहै नपाए खाइ पठाइन्छ। 1 वर्ष पछाडि ट्याक्स पठाउँछ। अनि गर्लम्मै सरकारी कुरो तिर्नु पऱ्यो। पसेपछि चाहिँ यहाँबाट भित्र पसेपछि चाहिँ एमटिआरमा पुगिन्छ। यो भित्र सपिङ मल छ। तलतिर अन्डरग्राउन्ड गएपछि चाहिँ एमटिआरमा पुगिन्छ। तर म चाहिँ एकछिन यहाँनिर पार्क रहेछ।
एकछिन यो पार्क घुमेर जानु पर्यो निकाले साँच्चीको पो रहेछ ल अब यहाँ चाहिँ एउटा पार्क रहेछ वरिपरि ठुलै परेछ यसो घुम्ने पार्क रहेछ शौचालयको व्यवस्था सुविधा पनि रहेछ यहाँ त नहुने कुरै भएन हरेक कुरै सुविधायुक्त ठाउँ हो यो आराम गर्ने ठाउँ पनि हुन्छ बगैँचाहरू बनाइदिएर राखिदिएको छ त्यस्तो रहेछ त खाली जमिन छ अब केही वर्षमा यहाँनिर के गर्नु छ सरकारको छ काइतक एरिना काइतक स्टेडियम स्पोर्ट ग्राउन्ड यहाँबाट जाने रहेछ काइतक एरिना त्यसपछि काइतक स्टेडियम पनि त्यही रहेछ काइतक स्पोर्ट पार्क रहेछ यतिकै बनाइदिएको पुरै स्टेडियमहरू बसिरहेको छ स्टेडियम माथि चाहिँ डाँडा देखियो अहिले बिल्डिङ छ खोला पो रहेछ अब यहाँको खोला यस्तो व्यवस्थित बनाइदिएको हुन्छ पहिला खोला हो खोलालाई चाहिँ वरिपरि यस्तो बनाएर यस्तो दामी बनाएर रहेछ धेरै टाढो नजाउँ होला अब घुम्ने ठाउँ त थुप्रै रहेछ वरिपरि कति साह्रो घाम टोल्केको आँखा हेर्नै नसक्ने कालो चस्मा चेन्जेबल चस्मा भएर पनि घामले यस्तो साह्रो गरिरहेको छ खाली आँखा त हेर्ने नाङ्गो आँखाले हेर्नै नसक्छ भित्र मजाको बनाइदिएछ पानीहरू दामी रहेछ ल ए मान्छेहरू अब टिकटक चल्ने भयो यहाँ टिकटक बनाउनेको चाहिँ भिड हुन्थ्यो होला यहाँ टिकटक चल्दैन दामी दुईजना दोस्ती बाजेहरू गफ गर्दैछन् र जिग्री रहेछ दुईजना दामी छ सबै यो काठ रहेछ नि त यो
भक्कु बनाइदिएको रहेछ पानी दामी त्यो माथि गएर त्यहाँबाट यस्तो हिँडेर ब्याक हुनु पऱ्यो लक्क अर्को हुँदैछ नि त्यहाँ पनि राख्दैन रहेछ अझै बन्दैछ टन्नै घरहरू जति धेरै घर बने पनि मान्छेले पुग्ने होइन घर सस्तो हुने पनि होइन बनाएको छ मान्छेहरूले पैसा कहाँबाट कमाउँछ यस्तो दामी दामी घर होइन यस्तो दामी दामी घर मान्छेले किनेर बस्छ पैसा भएको धनीहरू पनि यही सहरमा छन् बिचरा गरिबहरू पनि यही सहरमा छ तर यहाँ त अरू देशको भन्दा त गरिबी त्यस्तो त छैन तर अब धनी नै हुन्छ नि होइन गरिबहरू हुन्छ नि त प्लेग्राउन्ड छ बच्चाहरूको लागि यो भित्र स्टेडियम रहेछ स्टेडियममा जान चाहिँ अब आज भइँदैन नेक्स्ट टाइम चाहिँ यहाँ आउनु पऱ्यो स्टेडियमभित्र वरिपरि अनि सिप टर्मिनलमा नि जानुपर्ने छ घुम्नु समय लाग्छ ठुलो छ आज चाहिँ यति गरेर गो ब्याक टु होम गर्नु पऱ्यो एरियाको नजारा गरियो के छ यस्तो खेल्ने ठाउँ रहेछ बल खेल पनि के थियो स्नुकर जस्तो रहेछ त स्नुकर चाहिँ लट्ठीले हानिन्छ सानो टेबलमा यहाँ त बल चाहिँ गुर्काइ पठाउनु पर्ने रहेछ अनि परको बल लाग्नुपर्ने समथिङ त्यस्तो के रहेछ बुढोले यहाँबाट हान्नु आएको छ तम्केर ल इन्जोय गर केटा हो बिरानो कुकुर हो यसको साह्रै मनपर्छ यस्तो कस्तो खालको कुकुर चाहिँ कुकुर मन पर्नु मात्रै हो स्याहार्नु गाह्रो हुन्छ देख्न मात्रै राम्रो हो हङकङको सहरमा घुम्दैमा जाँदा के पो देखियो भन्दा पनि केही देखिएन बिल्डिङकै बिल्डिङ देखियो अब हरियो परियो डाँडा काँडा घुम्नुलाई त मास्तिर हाइकिङ जानुपर्छ पर लाइन रक यहाँबाट दामी देख्दो रहेछ यो चाहिँ लाइन रक भन्छ है किन लाइन रक भनेको भने चाहिँ हेर्नुहोस् है तपाईँले देख्नुभयो होला त्यो ठ्याक्कै सिंहको टाउको जस्तो देखियो नि त होइन हो त्यो भएर यसलाई चाहिँ लाइन रक भनिएको यो पहाडको नाम नै लाइन रक हो यसको मुनि चाहिँ बिबी खाने होइन मासपोली खाने ठाउँ छ दामी छ बेला बेलामा त्यहाँ गइन्छ मासपोली खाएर आइन्छ विद्यार्थी बसिरहेको छ यहाँबाट झर्ने ठाउँ त छैन पर्तिर जानु परिरहेको छ यहाँ त्यहाँ बाटो छैन यहाँ मुनि यस्तो रहेछ बाँस गाडी निगले गाडी
बुट्यान स्टुडेन्ट के को बारेमा भन्दैछ टिचरले ब्रिफिङ गर्दैछ के राम्रो राम्रो कुकुरको दामी दामी कुकुरलाई यस्तो सुविधा बच्चालाई भन्दा धेरै सुविधा गड्डीमा बोकेर भैँसको रुख कति राम्रो अब निस्केर आएको यता जानु पऱ्यो यताबाट छिर्नु पऱ्यो टेस्लाको नयाँ गाडी आएको दामी दामी छ टेस्लाको गाडी अब चाहिँ सिधै एमटिआर स्टेसनमा भरिन्छ वाइन वाइन छ त काइपाक एन्टर स्टेसन अब यहाँदेखि चाहिँ छिरियो एमटिआर ल अब चाहिँ म एमटिआर छिर्नु लागेको छु अब सिधै घर जाने हो काम पनि सकियो एकछिन घुम्ने काम पनि भयो वरिपरि अनि अहिलेसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद यसरी नै माया गरिराख्नुहोस् माया गरिदिनु होला साथ सपोर्ट दिनु होला नयाँ कोही साथीहरू हुनुहुन्छ भने प्लिज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त ओके बाइ